छाती पिटी हिँड्दैछु दिन्दिन दिन्दिन हिँड्दैछु दिन्दिन छाती पिटी हिँड्दैछु दिन्दिन हिँड्दैछु दिन्दिन कान्छी तिम्रो माया सकिन बिर्सन छकछकी रेलको इन्जिन कान्छी तिम्रो माया सकिन बिर्सन सम्झन आउँछ दिन्दिन हिँड्दैछु दिन्दिन हिँड्दैछु दिन्दिन कान्छी तिम्रो माया सकिन बिर्सन छकछकी रेलको इन्जिन कान्छी तिम्रो माया सकिन बिर्सन सम्झन आउँछ दिन्दिन मनमा उस्तै छ बिरबेथा बिरबेथा उस्तै छ बिरबेथा हे यो मनमा उस्तै छ बिरबेथा उस्तै छ बिरबेथा कान्छा लाग्थ्यो होला बडुली सम्झेता सक्छ किरेलको इन्जिन कान्छा तिम्रो माया सकिन बिर्सन सम्झन आउँछ दिन्दिन उस्तै छ बिरबेथा उस्तै छ बिरबेथा कान्छा लाग्थ्यो होला बडुली सम्झेता सक्छ किरेलको इन्जिन कान्छा तिम्रो माया सकिन बिर्सन सम्झन आउँछ दिन्दिन तलको पानी कसले चलायो चलायो कसले चलायो तलको पानी कसले चलायो कसले चलायो कान्छी मुटु भरि सम्झन पलायो छकछकी रेलको इन्जिन कान्छी तिम्रो माया सकिन बिर्सन सम्झन आउँछ दिन्दिन कसले चलायो कसले चलायो कान्छी मुटु भरि सम्झन पलायो छकछकी रेलको इन्जिन कान्छी तिम्रो माया सकिन बिर्सन सम्झन आउँछ दिन्दिन सन्चो छ कि बिसन्चो छ जन्म बिसन्चो छ जन्म कान्छा सम्झनाले पुल्छ नि सक्छ किरेलको इन्जिन कान्छा तिम्रो माया सकिन बिर्सन सम्झन आउँछ दिन्दिन बिसन्चो छ जन्म बिसन्चो छ जन्म कान्छा सम्झनाले पुल्छ नि यो मनमा सक्छ किरेलको इन्जिन
भयो चालिसेले छोयो नि ए होइ बुढो भयो चालिसेले छोयो नि ए होइ बुढो भयो यसो त तपाईहरु आउनु भयो भेट भयो त्यसमा हामी के खुसी मान्नु पर्यो नि हिजैमा जस्तो लाग्छ हिजैमा जस्तो लाग्छ भाका है खाएको जुनेली रातमा रातभरि बसी पिरती लाएको हिजैमा जस्तो लाग्छ हिजैमा जस्तो लाग्छ भाका है खाएको जुनेली रातमा रातभरि बसी पिरती लाएको मेरे ढल्कीको साइला मेरे ढल्कीको जवानीले चालिसै नाग्यो मेरे ढल्कीको जवानीले चालिसै नाग्यो मेरे ढल्कीको तपाईलाई त मैले के सोचेको थिएँ भने अब हिरोइन जस्तो देखा अहिले अलि अब टाइमले अब धेरैपल्ट भेटिसकेको छैन त्रिवेणी बेलामा तिन पाने खाँदै बेलामा तिन पाने खाँदै जुहारी खेलिन्थ्यो झ्यान बुढो भयो नि झझल्को आउँछ मन बुढौका हुन्थ्यो त्रिवेणी बेलामा तिन पाने खाँदै त्रिवेणी बेलामा तिन पाने खाँदै जुहारी खेलिन्थ्यो झ्यान बुढो भयो नि झझल्को आउँछ मन बुढौका हुन्थ्यो बैसले छोडीको काइला बैसले छोडीको उमेरैले चालिसै नाग्यो बैसले छोडीको उमेरैले चालिसै नाग्यो बैसले छोडीको भयो बुढो भयो चालिसेले छोयो नि ए होइ बुढो भयो चालिसेले छोयो नि ए होइ बुढो भयो बिर्ता यो चाहिँ कुन अरे बिर्ता आँट्यो बिर्ता आँटको के भन्ने ठाउँ अरे यो कृषि त जाने ठाउँ कृषि त बिर्ताको कृषि त अब कता अरे मामा यहाँबाट कता लाग्नु हुने अरे इटा भट्टातिर जानुहुने अनि कि अब बुइनलाई पठाएको भान्जीलाई पठाएको पोकोहरू सबै पऱ्यो त्यही पोको पऱ्यो कि परेन नि त त्यो छ कुरो अब परेन भने भान्जी बुझिराख्नु पर्यो त्यही पोको परेन भने अब के गर्नु आमाले चाहिँ के पोको हालिदिनु भएको छ कसलाई दुवडी बुइनी तिनवडी नातिनीलाई अनि दुवडी छोरीलाई हालिदिया छ के छ त्यहाँ कुर्ता सुरुवाल हालिदिया पर दाल लाइन छ तर दिएको थियो मैले दिइराखेँ उताबाट आउँदा त्यो पनि बोकेँ होइन त्यहाँ त अनि धेरै मान्छेमा गुलमुल भइहाल्छ कसलाई पर्यो कसलाई परेन थाहा भएन अरे अनि अब सबैलाई लु तिमीहरूलाई दिने दिइहाल्छौँ भनेर सबैलाई कहाँ आउनुभएको छ तपाईँ खुट्टेडाँगी यहाँबाट तपाईँहरूको घर पुग्नु कति टाढा यहाँबाट धेरै छैन 36 घण्टा जति 36 घण्टा ट्रेनमा कि सबै बासमा सबै ए भनेपछि यहाँ चाहिँ मामाहरूको आउनुभएको होइन त त्यही त भेट भयो खुसी लाग्यो होइन अनि अब कहिले घुर्नुहुन्छ कोही लालझोडा जानु भन्दैछन् ए लालझोडा ठिक छ त अस्ति भन्दै हुन्थ्यो ठुलामाले हामीहरू त्यहाँ पनि निक्लिएको थियौँ निक्लिनु चाहिँ तर भात खाने भन्दै हुन्थ्यो भात खाना त त्यस्तै रहेछ कुदा कुदै कहाँ भात हुन्छ फाल्टै भयो भातको कथा होइन घरबाट भन्दैछन् पुगेर आइज हजुर भन्दै हुन्थ्यो खोइ अब आउनु भएको छ अरे भेट हुन्छ होला भन्दै हुन्थ्यो भनेपछि लालझोडा उता पनि पुग्नु भयो नि त पथरी मुनि पुग्नु भयो होइन
उतारेर लानु। अब यहाँ दालले कति कति दिन्छन् दाइहरूलाई हेरौँ। त्यो दाइ- तर अब यो साट्नु पर्यो होला त त्यसो गर्दा हँ? साट्नु गरेर त अनि दिन त दिइसक्यो त्यो नसाट्ने चाहिँ दिइसकेन। त्यहाँ गएर त्यो ढिलो ढिलो गर्ने होइन। ओ म्याडम यता हो यता फर्किनु नि किन रोका कि हाँस्या हाँस्नु नि रोयो भने मार्छु नि कुटेर। यिनीहरूलाई रुँदा त के को गाली गाला हान्नुपर्छ क्या के हुँदैछ फटाफट माल हुँदैछ ल गाडी कुदाउन चिया खाने कफी खाने पाउरोटी आयो पाउरोटी चा भन्ने आउँछ नि आरामले जाने अब अलि आरामले जानु साट्दाखेरि अलि राम्रै दियो भने पर्सि पुग्दा भइगयो साटेर गएर उहाँ दोरी छोरीलाई दिनु न। यस्तो मौका त्यति सजिलै आइहाल्दैन क्या भेट गर्नको लागि समय लाग्छ टाइम लाग्छ 16 वर्ष पछाडि हामी नेपाल त 16 वर्ष पछाडि आएको होइन धेरै समय पछाडि सबैजना आइदिनु भयो खुसी लागेछ अब सबैलाई नाइस टु मिट यु त भन्नु होला नि त धन्यवाद नाइस टु मिट यु टु भन नन्दनको भाडा उहाँलाई दिनु भयो सुन्नु त यहाँबाट त्यहाँ जानु कति अरे मात्र 50 रुपियाँ गोटामा बोर्डरसम्म हाम्रो काकाहरूलाई है काकाहरूलाई पुऱ्याइदिनु पर्यो धेरै धेरै धन्यवाद राम्ररी लगिदिने है तपाईँको फलोस् ठुलो प्रगति उन्नति होस् काका ल उहाँले राम्ररी लगिदिनुहुन्छ ल